ल हेर्नुहोस् साथीहरू, कोरियामा मौज गरिस् बसिस् भन्ने साथीहरूलाई यहाँ काम कसरी गर्नुपर्छ, कस्तो काम हुन्छ भन्ने कुरा यहाँ हेर्नुहोस्। बङ्गुर कसरी पालन गरिन्छ त्यो चाहिँ दानाको ढङ्ग हो। यो चाहिँ हावा आउँछ बिचबाट र यता चाहिँ बङ्गुर बस्ने यो प्यारेटमा हो, उता दाना अटोमेटिक आउँछ। बङ्गुर फर्ममा कोरियामा प्रायःजसो यस्तै हुन्छ काम, तर यो अलिक पुरानो खोर हो। नेपालमा चाहिँ कसरी पाल्नुहुन्छ कमेन्टमा बताउनु होला। कोरियामा चाहिँ यसरी पालन गरिन्छ बङ्गुर चाहिँ। अनि नेपालमा बसेर कोरियामा मौज गरिस् साथी तिमीले भन्ने साथीहरूलाई यो भिडियो बनाएर दिएको छु। यो चाहिँ बङ्गुर लगभग 4 महिना हुन लाग्यो। अब म तपाईलाई यो हावा यहाँबाट यसरी आउँछ। यो पनि 4 महिनाको बङ्गुर हो। यो 4 महिनाको बङ्गुर यसरी पालन गरिन्छ। बङ्गुर एकदमै छिटो हुर्किन्छ कोरियामा। अनि जब कहिलेकाहीँ मर्छ पनि बङ्गुर यसरी पालेर यो चाहिँ दानाको लाइन हो। यसरी बटन थिचेपछि दाना सिधा चलेर बङ्गुर, यो चाहिँ मेसिन हो, दाना यसरी घुमेर जान्छ। यहाँबाट हामी दाना बोक्नु पानी बोक्नु चाहिँ पर्दैन। दुःख चाहिँ दुःखै हुन्छ कोरियामा, औषधि हान्नु पर्यो। यसरी दानाभित्र उसमा जान्छ बङ्गुर फार्ममा। अनि यसरी यो चाहिँ पानीको लाइन हो। पानी यसरी बङ्गुरले आफै नाकले थिचेर पानी निस्किन्छ। यसरी पानी थिचेपछि आफै बङ्गुरले खान्छ।